भक्तपुर नगरपालिका वडा नम्बर 5 मा विराजमान परदेशी भीमसेनको दर्शन म आज हजुरहरूलाई गराउनेछु। परदेशी भीमसेनको मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले निकै प्रमुख तीर्थस्थल मानिन्छ। गय भिन्ध्य भन्ने नेपाल भाषाको शब्दको अर्थ चढेर आएको देवता हो भने परदेशी भीमसेनको अर्थ परदेशबाट ल्याइएको देवता भन्ने हुन्छ। दोलखा भीमसेनको स्वरूपमा पूजिने यस मन्दिरको चारैतिर पाटी रहेको छ भने देवताको मुख्य मूर्ति मन्दिरको बीच भागमा स्थापित छ। अन्य देवालयहरू चाहिँ यहाँ गजुर नभएर देवताको प्रतीक स्वरूप छत्र राखिएको हुन्छ। मन्दिरको माथि ठूलो खम्बामाथि बाघको प्रतिमा छ भने बायाँपट्टि महादेव, सीताराम र हनुमानका मूर्तिहरू समेत स्थापना गरिएको छ। पछिल्लो समय यस स्थानमा भक्तजनहरूको घुइँचो पनि निकै बढेको यहाँको स्थानीय बताउनुहुन्छ। उहाँको अनुसार यहाँ विदेश जानलाई तयारी अवस्थामा हुनुहुन्छ भने परदेशी भीमसेनको दर्शन गरे भिजा लाग्ने या विदेश जान सहज हुने मान्यता पनि रहिआएको कुरा बताउनुहुन्छ। त्यसमा रहनु भएको आफ्ना आफन्तहरूसँग कुनै प्रकारको सम्पर्क नभएको अवस्थामा पनि परदेशी भीमसेनको दर्शन या पूजा गरे उहाँहरूसँग तत्काल सम्पर्कमा आउने जनविश्वास समेत रहिआएको छ।